जनताहरूको घर आँगनमा एक धारा पानी मात्रै पुर्याइदिए पनि हुन्छ। अहिले भएको सरकार अथवा पछाडि बनेको सरकारले त गर्दै गरेन, तर अहिले भएको सरकारले पनि एक धारा पानी मात्रै पुर्याइदिनु होला घर जनताको घरमा। अरू केही चाहिएको छैन जनतालाई। र एउटा कुरो चाहिँ, अर्को कुरो चाहिँ संसदभित्र बसेर मजाले फल्नको राजीनामा दे, ढिस्काको राजीनामा दे भन्दै हिँड्नु भन्दा नि सामाजिक सञ्जालमा सर्च गरेर हेर्नुहोस् यो कुन ठाउँको भन्नुहुन्छ, तनहुँको भिरकोटमा हो। यति धेरै आकार मचेको छ त्यहाँ पानीको भने नि साथीहरू, यति धेरै आकार मचेको छ। अब जनताले एक धारा पानी, एक गुड्की पानी पिउनको लागि यसरी जनता आफू झगडा गर्नुपर्छ, जनता रिसाउनुपर्छ, आफ्नो घर छिमेकी रिसाउनुपर्छ। तर जनताहरूले जिताएर पठाएको संसदहरू आज संसद भवनभित्र गएर आफूले भनेको जस्तो भएन भने टेबल ठडाएर हिँड्छ, झोला बोकेर हिँड्छ, फल्लाको राजीनामा दे भनेर हिँड्छ। चोरहरू तिमीहरूलाई मात्रै भनेको होइन, सबैजनालाई भनेको हो। आज जसले जनताको मर्म बुझ्दैन त्यस्ताहरूलाई आज त्यो संसदमा बसिराख्ने र कोट लगाएर झोला बोकेर मिडिया ट्रायल गर्दै हिँड्ने कुनै औचित्य र हैसियत नभएकाहरूले आज यी जनताको मार्ग, जनताको भावनाहरू बुझेको छैन। यति कुरा याद गरा, चोरहरू तिमीहरू जस्ताले राजीनामा तुरुन्तै दिएर बसे हुन्छ। मैले पहिलादेखि नै भनेको छु र अहिले पनि भनिरहेको छु, जति पनि जनताहरूले एक धारा पानी खान पाएन भने नि तिमीहरूको जस्तो यो कोट लाएर हिँड्ने, संसदमा तल भत्ता लाखौँको खाँदै हिँड्नेहरूको काम छैन। अनि एकअर्कालाई दोष लाउने तिमीहरू र तिमीहरू जस्ता गुएका चोरहरू पनि काम छैन। र जनताले एक धारा पानी मात्रै घर आँगनमा पायो भने त्यो भन्दा ठुलो सुविधा केही छैन। जनताले आज 3-4 घन्टा पारीबाट पानी बोकेर खानुपर्ने अवस्था छ। तिमीहरू हेर्न सक्दैनौ, तिमीहरू देख्न सक्दैनौ, तिमीहरूको आँखा छैन। अनि एकअर्कालाई राजीनामा दे, फल्नालाई राजीनामा दे, ढिस्कालाई राजीनामा दे, मैले भनेको यो भएन त्यो भएन भन्नुभन्दा पहिला आँखा च्यातेर हेर संसदहरू तिमीहरूको दिमाग छ कि छैन।